गाउँमा एकता छ। हामी गाउँभरिका मानिसहरू हैन जे कार्य गर्दा पनि मिलेर सहमतिबाट हैन एक अर्कासँग प्रेम भाव राखेर हामी अगाडि बढ्छौँ। तबसम्म हामीलाई कसैले हेप्न सक्दैन। हामी सफलता प्राप्त गर्दै जान्छौँ, हो कि होइन? जहाँ हामी एक आपसमा फुट्छौँ, एक आपसमा ईर्ष्या गर्न थाल्छौँ, एक आपसमा लोभ गर्न थाल्छौँ अनि हाम्रो मतैक्यता हुँदैन, हामी बिचमा झगडा हुन्छन्। झगडा भएपछि हामी कमजोर हुन्छौँ। हामी कमजोर हुन साथ उतापट्टिको दुश्मनले आएर हामी माथि आक्रमण गर्छ। किन भन्दा हामी कमजोर भयौँ। तल्लो घरमा आएर आक्रमण गर्यो, झगडा परिरहेछ। अब हामी त्यहाँ एकता देखाउन जाँदैनौँ। नगएपछि त उनीहरू दुश्मन बलवान भयो कि भएनन्? अनि आज त्यो तिनीहरूलाई जितेर विजय उनीहरूले प्राप्त गरेपछि त भोलि हाम्रै घरमा पनि आउँछन्। हामीले यी कुराहरू बुझिरहेका छैनौँ भने सङ्घे शक्ति कलौ युगे होइन। कलियुगमा सङ्घको ठुलो महत्त्व छ। इन्द्र पनि कमजोर भए होइन। अब कमजोर भइसकेपछि दुश्मनले त आँखा गडाएर बसिरहेको थियो। कतिखेर यो कमजोर होला र म आक्रमण गरौँला भनेर दैत्यहरूले तुरन्त आक्रमण गरिदिए। भाग पर्यो। सारा देवताहरू भागे गए। कहाँ गए? नारायणको शरणमा गए। शरणमा जाने त एउटै ठाउँ हो। नारायणको शरणमा गए अनि भगवान नारायणले भन्नुभयो, तिमीहरू ऐश्वर्यको मदमा तिमीहरूले गुरुको अपमान गर्छौ, साधु सन्तको अपमान गर्छौ, ब्राह्मणको अपमान गर्छौ भने त्यसको दुष्परिणाम त तिमीहरूले भोग्नुपर्छ। ल ठिक छ, आजदेखि साधु सन्तको अपमान नगर्नु, ब्राह्मणको अपमान नगर्नु। म तिमीहरूलाई एउटा उपाय बताउँछु। अब भगवान भन्नुहुन्छ, अब समुद्र मन्थन गर्न पर्यो, समुद्रबाट अमृत निकाल्न पर्यो अनि तिमीहरूले अमृत पिएपछि अनि तिमीहरू निर्भय हुन्छौ, अमर हुन्छौ। यदि दुश्मनले हामीलाई मार्छ, मृत्युकै डर छ भने अमृत पिएपछि अमर हुन्छ, मर्दैन। समुद्र मन्थन गर भनेपछि इन्द्रले भन्छन्, प्रभु हाम्रो बसको समुद्र मन्थन गर्न हामीमा त्यति सामर्थ्य छैन। भगवान भन्नुहुन्छ, यदि आफूमा सामर्थ्य छैन भने सहमति जुटाउनु पर्यो। सहमति जुटाउनु पर्यो कि परेन? यदि सरकार ढल्नेवाला छ भने विपक्षी पार्टीसँग सहमति गरेर भने पनि सरकार त ढल्न दिनु भएन। भगवानले भन्नुभयो, त्यसो भए सहमति गर आफ्नो दुश्मनहरूसँग। यदि तिमीहरू एक्लै सक्दैनौ भने। अनि इन्द्र महाराज भन्नुहुन्छ, हामी दैत्यहरूसँग सहमति गर्न कसरी जाउँ? उनीहरू त हाम्रो दुश्मन। अनि भगवानले इन्द्रलाई कूटनीतिको उपदेश गर्नुहुन्छ। कूटनीति, यदि आफू विजय हुनु छ भने, आफूले केही लाभ प्राप्त गर्नु छ भने दुश्मनलाई पनि आफ्नो बनाउन सक्नुपर्छ। दुश्मनलाई पनि आफ्नो बनाउन
सक्नेले नै विजय प्राप्त गर्दछ। जाऊ त्यसो दैत्यसँग सम्झौता गर। कसरी सम्झौता गर्ने भनेपछि भगवान एउटा युक्ति बताउनुहुन्छ। एउटा टोकरीमा सर्पलाई बन्द गरेर राखेको छ। सर्पलाई त्यहाँ अकस्मात उफ्रिँदै मुसो पसेछ त्यो टोकरीमा। त्यो सर्पको आहार हो मुसो। अनि मुसो त डरायो, अब यो सर्पले मलाई निल्ने भयो भनेर सर्पले के भन्छ, मुसा भाइ नडराऊ, अब डराउनु पर्दैन। मैले मुसा प्रजातिसँग दुश्मनी छोडिदिएँ, अब मैले मित्रता गर्दै हिँडेको छु। नडराऊ, मसँग डराउनु पर्दैन, म केही पनि गर्दैन भनेछ। मुसाले पत्यायो, ओहो सर्पदाई तिमीले मलाई मित्र बनायौ, आहा हामी धन्य छौँ भने बसे। अनि सर्पले एक दिन योजना बनायो। मुसा भाइलाई भन्यो, मुसा भाइ यहाँ हेर न, म पनि बन्धनमा छु, तिमी पनि बन्धनमा पर्यो, एउटा उपाय गर्नु पर्यो। सर्पदाई भन्न त के उपाय गर्नु पर्यो? अब म तपाईँ जस्तो मित्रलाई ज्यान दिन म तयार छु नि भनेपछि सर्पले भनेछ, यो टोकरीमा तिमीले पाल पार, म त पाल पार्न सक्दिनँ, तिमीले पाल पार है, अनि तिमी निस्क, अनि पछि म पनि निस्किन्छु, हामी दुईजना आजाद हुन्छौँ भनेर सर्पले मुसालाई उपाय बतायो। मुसाले भने, हो त, म त टोकरी पाल पार्न सकिहाल्छु, मेरो त पेसै यही भनेर मुसाले टोकरी पाल पार्यो। पाल पारेर अनि सर्पले भन्यो, मुसा भाइ पहिला तिमी जाऊ अनि म जान्छु। मुसा सर्प टोकरीबाट निस्क्यो, अनि पछाडि सर्प आयो। अनि मुसो अलि पर गएपछि, ए मुसा भाइ एकछिन पख त भनेर भन्यो। नजिक गएर कपै बनायो। यही हो कुटनीति। बुझ्नुभयो तपाईँहरूले? अहिलेको हाम्रो देशको राजनीति पनि यस्तै नै छ होइन? बुद्धिमान जनतालाई सबै थाहा हुन्छ कि, तर के गर्नु, हाम्रो दुर्भाग्य हो, हामी चुनाव आएपछि फेरि भोट त्यसैलाई दिन्छौँ जसले मुसालाई खाइदिन्छ। अनि यहाँ भगवान भन्नुहुन्छ, यो हो कूटनीति, तिमीहरू दैत्यलाई आफ्नो तर्फ मिलाओ अनि उनीहरूलाई समुद्र मन्थनबाट निक्लेको अमृत तिमीहरूलाई पनि भाग दिउँला भन। अनि उनीहरू खुसी भएर समुद्र मन्थनमा तिमीहरूलाई सहयोग गर्छन् भनेपछि अनि इन्द्रले कुरा बुझे, राजनीति बुझे। अनि इन्द्र गए बलि महाराज भएर। बलिले त स्वर्गै कब्जा गरेर बसेका थिए। अनि गएर भने, दाई म त दाईको गोडा ढौन पो आएको, अनि आज तँलाई यो बुद्धि तेरो कहाँबाट आयो भनेपछि, ल हामी एउटै बाउको सन्तान होइन, हामी एउटै बाउको सन्तान दाजुभाइ होइन। अनि मैले यसो विचार गरेँ, अब हामीहरू चाहिँ नि जीवनभरि यो झगडा गरेर दुश्मनी पालेर किन बस्यो नि? त्योभन्दा राम्रो त हामी मित्रता गरौँ, आपसमा मिलौँ। भाइ फुटे गौँवा लुट्यो भन्छन् नि, त्यस्तो हुन हामी किन दिउँ? हामी आपसमा मिलेर बसौँ। ठिक छ, हजुर दाजु हुनुहुन्छ, अब गद्दीमा हजुरै बस्नु होला, के भयो त? अब म भाइ हो, अब दाईको सेवा गरे पनि त धर्मै हुन्छ मलाई भनेपछि
बलिले भन्दा नि आहा मेरो भाइको आज चाहिँ नि कहाँबाट दिमाग फिरेछ भएपछि अङ्कमाल गरे आफ्नो भाइलाई। अनि इन्द्र महाराजले भने दाइ दाइ मसित एउटा यस्तो प्रोजेक्ट छ, मैले प्रोजेक्ट ल्याएको छु, त्यो प्रोजेक्टमा हामी दाजुभाइ मिलेर अगाडि बढ्नु पर्यो। के प्रोजेक्ट ल्याएको छ भने समुद्र